आज धेरै दिनपछि महादेवजीको चित्त दुखियो रुनुभयो, पानी खसाउनु भयो, हाम्रो काम बनाउनु भयो। तपाईलाई धेरै धेरै धन्यवाद। हेलो गाइस, तपाईलाई फेरि पनि स्वागत छ हाम्रो अर्को नयाँ भिडियोमा। सो आज पनि हामी अर्को नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ है त। अन्तिमसम्म हेरेर साथ दिनु होला। अब चाहिँ हामी मकै छर्न गइरहेको छ अनि हामी चाहिँ हिँड्दैछ भन्ने अङ्कल चाहिँ उता गोरु लिएर आउनु हुँदैछ। सो गाइस त्यही हो अन्त होइन। अनि यहाँ चाहिँ पक्कको घर आएको छ। कक्को! सो गाइस हामी चाहिँ पक्कको घर आइपुगिसकेको छ। तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ हाम्रो कक्कोहरू चाहिँ यहाँ मस्त खाजा खाइराख्नु भएको रहेछ। म चाहिँ उहाँको दिदी हो, उहाँ चाहिँ बहिनी हो। नाइ नखाने खाइरहेको। अन्त तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ आँप कति धेरै रहेको छ, कति यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। स्पेसल आँप खाने उनीहरूले खाने मन परिरहेछ। तपाईँले देख्न सक्नुहुन्छ मेरो भाइ हो ऊ चाहिँ। अन्त त्यही हो। कक्को नमस्कार। प्रिन्स खोइ? नमस्कार। प्रिन्स खोइ? सुतेको छैन। अन्त हाम्रो प्रिन्स भाइ चाहिँ उठेको छैन अरे। प्रिन्स दम कम। अब चाहिँ हामी फेरि पनि हिँड्यो गाइज होइन। यो चाहिँ दबाई हे, हमारा दबाई हे। दम करक एकदम। खोइ गोरु अङ्कल अङ्कल यहाँ हेर्नु, यहाँ हेर्नु गाइज होइन। मेरो भाइ जस्तो देखिन्छ कि दाइ जस्तो देखिन्छ कमेन्ट गर्नु होइन। अनि म त्यही भन्छु। त्यही हो होइन। सो गाइज अन्त हाम्रो चाहिँ फाइनल्ली मकै छर्ने बारी पनि आइपुगिसकेको छ। यही हो बारी होइन। अनि हामीले चाहिँ यहीँनिर मकै छर्नुपर्ने हुन्छ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ गाइज, तल मान्छेहरू टन्नै हुनुहुन्छ घरमा। उतापट्टि पनि मकै छर्न आँट्नु भएको अरे। यहाँ सँगै भएछ। बाहिरहरूले पनि मकै छर्न आँट्नु भएको रहेछ। हामी पनि छर्न आँटेको हो। अनि हाम्रो अङ्कलले चाहिँ गोरु उहाँनिर ल्याइपुऱ्याउनु भइसक्यो। सो अब चाहिँ हाम्रो फाइनली बारीमै आइपुगिसकेको छ गोरु। अब त्यसलाई नार्नु पर्ने हुन्छ। हाम्रो चाहिँ गोरु पनि अब नारिसकिएको छ। अनि हाम्रो मिसजीले चाहिँ नजोतिकन खन्न सुरु गर्नु भइरहेको छ। तपाईँ बोलाउनु भएको त छैन? तपाईँ बोलाउनु भएको त छैन? नजोतिकन खन्नुहुन्छ यहाँनिर जोत्ने न त। अनि चाहिँ हाम्रो डग रहेको छ। फाइनल्ली जोत्ने बेला पनि भइसक्यो हाम्रो गोरुहरू बारीहरू। अनि फाइनली मकै चाहिँ यता रहेको छ। बिउ भन्छ यसलाई चाहिँ होइन। अब जोत्ने हो। सो नाउ स्टार्ट हाम्रो जोत्नुलाई। अब चाहिँ हाम्रो लाउने बेला भयो। तपाईँहरू जोत्नु भयो? हाम्रो गोरु आज लगे पप्पाले। सो दर्शक बिन तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ बारी नै भिजेको छैन रहेछ। जोतिएन। अन्त मिन्छामा राइटिङ के गर्न चाहनुहुन्छ? मकै छर्न चाहनुहुन्छ हुँदैन? तपाईँहरूले देखि नै सक्नुभयो होइन। एकदम सुक्खा मतलब जोतिएन बारी होइन। साह्रो न साह्रो रहेछ। त्यही भएर म चाहिँ बिउ नलगाइ बिउ हातमा बोकेर हिँडिरहेको छु। किन भन्दाखेरि अब मेरै लागेको छैन गोरु, त्यही भएर हो।
अब चाहिँ हाम्रो होडी फर्काइसकेको अवस्था हो हेरौँ मेरो लाग्छ कि लाग्दैन हाम्रो गोरुहरू लगाम अङ्कल लगा न अब अब चाहिँ हाम्रो गोरु मेलो लागिसकेको छ यो बारी मात्रै जोतेर मकै फल्दैन मकै फलाउनको लागि यो के पो बिउको जरुरत हुन्छ होइन गाई त्यही भएर यसरी बिउ लाउनु पर्ने हुन्छ होइन थपक 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 बारी त चिसो भयो होला भनेको त सबै फुक्कै रहेछ त्यही पनि नो प्रब्लम हाम्रो स्टार्ट भइसकेको छ अब बिउ लगाउनु पनि यहाँ चाहिँ हेर्नको लागि हाम्रो काइला बाजे पनि उपस्थित भइसक्नु भएको छ हेलो भन्नुहोस् बाजे गाउँमा चाहिँ एकदम रमाइलो हुन्छ गाइज काम गर्नु होइन अनि उता हुनुहुन्छ हाम्रो डल्ला फुटाउने मिस देख्न सक्नुहुन्छ अल्छी मेन कहाँ मि डल्ला फुटाउने त छेउतिर सो गाइज यता चाहिँ बिउ नलगाउनु अरे नि त अनि डाँडा काँडा एकदम हरियाली छ तपाईँहरूलाई पनि काम गर्नु मनपर्छ भने आउनु होला हामी एकदम सहज र सरल ढङ्गबाट तपाईँहरूलाई काम लगाउने छौँ मिन्छामा हाम्रो दोस्तको छोरी हो ऊ चाहिँ आउनुहोस् त मकै सर्नु गोरु चाहिँ बेइमान गरिसकेको छ अङ्कलले कुटिसक्नु भएको छ त्यसलाई रिस्टाएपछि कुट्ने हो गोरुलाई बिचरा गोरु भएर जन्मिनु कति गाह्रो छ अङ्कल ऊ हेर्नु त ओहो गाइज यसलाई के भन्छ अरे ओहो गाइज ऊ डुम्री फलेको रहेछ त सो गाइज यहाँ चाहिँ डुम्री फलेको रहेछ घरमुनि त कोठेबारीतिर पार न त कटरपट्टि तो डुम्री चाहिँ एकदम खतरा फलेको रहेछ पहिला भएर दाना लिँदैन न दाना साना सबै हुन्छ नि सबै क्रिक लाग्नु एकदम मिठो छ गुलियो दाना खानु मिल्दैन मिल्छ मिल्छ नि दाना भित्रको मिठो हुन्छ त पुरा प्लेट चबाउँदा टोकिँदैन हाम्रो अङ्कल चाहिँ दाना सब खाइराख्नु भएको ल मलाई दाना मन पर्दैन त्यही भएर म खाँदिनँ दाना भित्रको दाना पनि मिठो छ त कति धेरै फलेको छ नि त हाम्रो डनहरू आइसक्नु भएको छ अघि सुटिराखेको मान्छे चाहिँ उयो हो देखा परिसक्नु भएको छ यता प्रिन्स राई सरोज भाइ उम्रिँदैन पुरा के हो उनी छ होला ठोको छ त कोही छैन त खै त अब चाहिँ हाम्रो बिउ चेन्ज भइसकेको छ म चाहिँ लाउँदिनँ बिउ मेरो भाइले बिउ लगाउँछ होइन अङ्कल जोत्नुहुन्छ म चाहिँ अब डल्ला फुटाउनेतिर मेरो कोदालोले मलाई इन्तजार गरिरहेको छ अब हाम्रो सुरु हुन्छ यता लोकल पारामा खनाइ कस्तो फिल भइरहेछ तपाईँलाई साक्षी नाना उहाँ चाहिँ मेरो नाना हो हाइटमा मात्रै सानो हो कि म बहिनी पर्छु उहाँ मेरो नाना हो म त यस्तो काम गर्नु लास्टै अल्छी लाग्छ गाइज अब नमन परे पनि त लकडाउनु पर्ने हुन्छ मैले चाहिँ बाध्यताले कहिलेदेखिको बाँझो हौ पनि फुट्दै फुट्दैन एकदम साह्रो बारी रहेछ उता पर्तिर चाहिँ के हो सबैभन्दा भाइरस भने साक्षी बेटा इधर आ जाऊ सरप्राइज है गाइस तपाईँले देख्न सक्नुहुन्छ यत्रो माको बडेमानको डल्लालाई चाहिँ म साक्षीलाई फुटाउन लाउन गइरहेको छु छिटो छिटो आँखा चाहिँ म गराएछ है
स्टप 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 थोड़ी पर स्टप उता ऊपर अलिक 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 हो र अलिकति हो र अलिक हो र हान सिधा स्ट्रेट हातो डल्ला चाहिँ यसरी फुटाउनु पर्ने हुन्छ गाइज यसलाई भन्छ मथे होइन यसले चाहिँ लास्टै भार गर्छ कि बारीमा यसको चाहिँ यस्तो ज्वरै निकालेर फ्याँक्नुपर्ने हुन्छ भाइरस कोरोना भाइरस भन्दा पनि डेन्जर हो एकदम बारीको लागि चाहिँ ओह किन बोलाएको यस्तो काम गर्दा हाई गर्दैछ काम गर्दा हाई गर्छ दिस इज फर यु आज घाम नलागेको कारण चाहिँ काम गर्ने एकदम सजिलो भइरहेको छ होइन त काम गर्ने एकदम सजिलो भइरहेको छ अरू सबैलाई काम गर्दा रिस उठ्छ मन पर्दैन हाँस्नु होइन मलाई चाहिँ एकदम हाँस्नु मनपर्छ सब साइलेन्ट भएर काम गर्दैछ साइलेन्ट भएर काम गर्छ खोइ गर्दैन नि त हाम्रो चाहिँ मकैको थैली चुटिसकेको छ हो त्यसरी समात्ने काम गर्न आउँदैन के गर्नु बच्चाहरूलाई सिकाउनुपर्छ डन जस्तो पर्यो मैले काम नसिकाए त काम गर्नै आउँदैन अहिले मलाई लागेको भयो नि भन्छु अहिले फेरि पनि म मेरो मेलोमा आइसकेको छु किनकि म अघि काम पर्दा गएको थिएँ ओम नमः शिव कहिले पनि नउम्री त यो एन्टिभाइरस हो क्या सो गाइज तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ नयाँ हलीको आगमन भइसकेको छ हाम्रो चाहिँ अङ्कल गल्नु भएको कारणले गर्दाखेरि रिसको पोको मलाई अघिदेखि भाइ भनिरहेको थिएँ होइन भाइ चाहिँ होइन उहाँ चाहिँ मेरो दाइ हो भाइ जस्तो देखिन्छ अरे नि त मेरो स्वाको छ त उहाँलाई जोतेको डल्ला फुटाउने मिसको हालत बिल्कुल खराब भइसकेको छ एक्लै बिचरा तपाईँहरूले देख्न सक्नुहुन्छ गाइस तलतिर पनि अङ्कलहरूले जोतिराख्नु भएको रहेछ काम सुरु भयो नि त सबैले मकै छोड्नु थाल्नु भएको छ कस्तो फिल भइरहेको छ त भैया यस्तो हरामी हेर मेरो फोन झन्डै फुटो सरोझाली भन्ने कस्तो सुहाउँदो रहेछ हौ है सरोझाली सुहाउँदो रहेछ कि सुहाउँदैन रहेछ सरोझाली हाम्रोले नयाँ नयाँ काम गर्ने आइराख्नु भएको छ खटिराख्नु भएको छ देख्न सक्नुहुन्छ तपाईँहरूले अनि पक्को चाहिँ उता हुनुहुन्छ हेर्ने तान्नु तान उनीहरूले चाहिँ भर्खर काम गर्नु सिक्दै गरेको हो नि त बाहुबली काठमाडौँको बस्नुको फाइदाहरू काम गर्न आउँदैन सिक्नुपर्छ काम आएर तान्ने तल खन अनि तलतिर जान अघिको जस्तै खन घममा अनि तान तलतिर त्यसरी आयो है आयो प्रिन्स लगाइसकेको काम गर्नु पक्को चाहिँ उहाँ सिकाइराख्नु भएछ यो राम्रै यत्रो बगी झरेर नि धोको दियो नि के गर्नु र सदा त कति खाने कति गर्ने सक्दिन एसनले मानेर लोहेर कति एसनसँग गरु कति हिँड्न त यो लाउने बानी छैन नि त अरूको त हाम्रो चाहिँ यहाँ काम गर्नु एकदम रमाइलो भइरहेको छ तपाईँहरूले देख्न सक्नुहुन्छ यति धेरै दर्शक होइन काम गर्ने कार्यकर्ताहरू हुनुहुन्छ
ओहो तपाईँहरू पनि थपिन चाहनुहुन्छ भने आउनु होला खुरुखुरु ठ्याकेको मानिस तिमीले डुम्री भिड्नुहोस् हाम्रो चाहिँ यहाँनिर अर्को खेताला एसन राईले जोतिराख्नु भएको छ अनि बिउलाउरीमा हुनुहुन्छ हाम्रो मिसेस मदर कता मदर जाने छ म चाहिँ काम नगर्ने भएकोले गाली खानु परिरहेको छ गाई तर पनि केही छैन काम गर्नुभन्दा गाली खानु एकदम मिठो छ हाम्रो मथे टिप्ने बाल आइसकेको छ मान्छेलाई क्यान्सर हुनु अनि बारीमा मथे पलाउनु उस्तै हो कि सेम एकदम डेन्जर यो औषधि पनि हुन्छ भन्छ होइन भन्नु चाहिँ तर थाहा छैन दमको यसको यो दाना छ नि गाना दमको यस्तो गर्दा हेर्दाखेरि होइन सेक हुन्छ नि त दम लागेको मान्छेहरूलाई चाहिँ खाँदा एकदम भिटामिन हो गाइज तपाईँहरू पनि बिरामी हुनुहुन्छ भने आउनु सक्नुहुन्छ यता सम्पर्कमा फ्रीमा हो डुम्रीको बोट देख्ने हुँदैन खानु मनपर्छ त्यही भएर मैले चाहिँ बोटै टिपिसकेको छु यहाँ चाहिँ सरसम्म आइसक्नु भयो सिकाउनुको लागि उता माथि हाम्रो सङ्घीय स्कुल हो यसको बोट देख्ने नहुने भयो बोटै टिपिसकेको छु होइन ठ्याक्कै टाइम नपुरा यस्तो के खाएर सो गाइज अब चाहिँ हामी एकछिन भिडियो गर्ने हो कोसिस जारी छ होस् छोड्दै हुँदैवटा भए पनि काम गर्नु सिक्नु हुँदैछ हाम्रो चाहिँ भाइहरू एकदमसँगले कुनै नमिल्नु पनि सक्छ त्यसरी लाउने कोसिस गर न गोडे छोडिसक्यो कुदेको ए लड बाटो पनि हेर अनि त्यहाँ पनि हेर लगाउँदै गाह्रो हुन्छ कहिले नगरेपछि काम होइन तर पनि गरिरहेछ